आन्द्राको क्यान्सर विशेष त ठुलो आन्द्राको क्यान्सर यो सेकेन्ड मोस्ट कमन फर्म अफ मेलिनेन्सी अथवा क्यान्सर हो र यसको सुरुवाती अवस्थामै यसको पहिचान गर्न सकियो र उपचार गरियो भने यसको क्योर अथवा निदान सम्भव छ। सबैलाई नमस्ते, म डाक्टर भानुभक्त ढकाल, जनरल सर्जन। आज म हजुरहरु समक्ष यदि कुनै पनि व्यक्तिमा रेक्टल क्यान्सर अथवा ठुलो आन्द्राको क्यान्सर भयो भने के कस्ता लक्षणहरू देखिन्छन् सो विषयमा छलफल गर्न गइरहेको छु। आशा छ हजुरहरुको लागि यो भिडियो उपयोगी हुनेछ र यसले चाहिँ क्यान्सरको सुरुवाती अवस्थामै पहिचान गर्नको लागि महत्त्वपूर्ण भूमिका खेल्नेछ। यो रोगको पहिलो र मोस्ट कमन सिम्पटम भनेको अथवा साइन भनेको ब्लिडिङ हो। ब्लिडिङ, दिशाबाट रगत बग्नु चाहिँ यसको मोस्ट कमन सिम्पटम हो। कुनै पनि बिरामीले के नोटिस गर्छ भने उसको दिशामा रगत आएको छ। रगत चाहिँ रेक्टल कार्सिनोमाको चाहिँ फ्रेस ब्लड हुन्छ, ब्राइट रेड हुन्छ र यो दिशासँग मिसिएको पनि हुनसक्छ र छुट्टै पनि हुनसक्छ र यो दिशाबाट रगत आउँदाखेरि बिरामीलाई चाहिँ दुखाइ हुँदैन, जसलाई चाहिँ पेनलेस ब्लिडिङ भनिन्छ। यदि कुनै बिरामीको सुरुवाती अवस्थामा रेक्टल कार्सिनोमा छ र उसलाई पाइल्स पनि छ भने उसले क्लिनिकबाट पटक पटक पाइल्सको उपचार गराइरहेको हुन्छ। हामीले पनि पाउन सक्छौँ कति बिरामीहरू चाहिँ पाइल्सको उपचार गरिरहेको हुन्छ तर उसमा चाहिँ रेक्टल क्यान्सर पनि सँगसँगै रहेको हुनसक्छ। त्यसैले चाहिँ हामीलाई यदि अन्य शङ्कास्पद लक्षणहरू छ भने सो बिरामीहरूको हामी कोलोनोस्कोपी गरेर पनि हेर्छौँ ताकि ठुलो आन्द्रामा कुनै मासु पलाएको छ कि छैन, क्यान्सर छ कि छैन हामी सो हेर्दछौँ। त्यसैले चाहिँ यदि दिशाबाट यदि रगत आएको छ र पाइल्सको लक्षण छ सँगसँगै अन्य लक्षणहरू पनि छ भने हामीले ठुलो आन्द्रामा क्यान्सर छ कि छैन भनेर पनि शङ्का गर्नुपर्ने हुन्छ। अर्को मोस्ट कमन सिम्पटम अथवा साइन भनेको टेनेस्मस हो। टेनेस्मस भनेको के हो भन्दाखेरि चाहिँ कुनै पनि बिरामीलाई चाहिँ दिशा लागे जस्तो महसुस हुन्छ तर गएर टोयलेटमा गएर बसेपछि दिशा राम्रोसँग निक्रिँदैन अथवा गर्न सक्दैन, जसलाई टेनेस्मस भनिन्छ। मान्छेलाई पटक पटक दिशा लाग्ने तर राम्रोसँग ननिक्रिने अथवा दिशा नआउने समस्याले गर्दाखेरि मान्छे पटक पटक बाथरुम जान्छ र उसलाई पटक पटक पाखा लागेको हुनसक्छ। अझ विशेष त बिहान पख अर्ली मर्निङ डायरिया भनेर भन्छ। हुन त टेनेस्मस अन्य रोगहरूमा पनि हुन्छ, यो हुँदैमा क्यान्सर हुन्छ भन्ने चाहिँ भन्न सकिँदैन तर अन्य समस्याहरू पनि छ, अन्य लक्षणहरू पनि छ भने व्यक्तिले चाहिँ क्यान्सर पनि हो कि भनेर सचेत हुनु आवश्यक छ। अर्को कमन सिम्पटम भनेको अल्टर्ड बाउल ह्याबिट हो। कुनै पनि व्यक्तिको एउटा फिक्स्ड बाउल ह्याबिट हुन्छ। कसैले दिनदिनै दिशा गर्नुहुन्छ, कसैले बिहानै दिशा गर्नुहुन्छ, कसैले दिउँसोमा दिशा गर्नुहुन्छ। मान्छेको एउटा फिक्स्ड बाउल ह्याबिट हुन्छ। यदि त्यो बाउल ह्याबिट अब चेन्ज हुन थाल्यो, अब उसले दिउँसो दिशा गर्न लाग्यो, उसलाई अर्ली मर्निङै दिशा लाग्न थाल्यो, जसलाई चाहिँ अर्ली मर्निङ डायरिया भन्छ, त्यो भयो। अथवा एउटा ड्युरेसनमा गर्ने दिशा पटक पटक धेरैचोटि जानु पर्यो भने यसलाई चाहिँ अल्टर्ड बाउल ह्याबिट भनेर भन्छ। धेरैसो रेक्टल कार्सिनोमा भएको बिरामीहरूले के नोटिस गर्नुहुन्छ भने उहाँहरूलाई बिहानै दिशा लाग्छ र दिशा पनि पातलो दिशा हुन्छ र जसलाई चाहिँ अर्ली मर्निङ डायरिया भन्छ। र कसैको चाहिँ कन्स्टिपेसन पनि हुनसक्छ, कसैको डायरिया पनि हुनसक्छ। धेरैसो क्यान्सरहरूमा डायरिया हुनसक्छ, ब्लड मिक्स्ड अथवा म्युकस मिक्स्ड डायरिया हुन्छ। र कसैको चाहिँ यदि रेक्टोसिग्मोइडतिर यदि मास छ भने चाहिँ त्यस्तो केसमा चाहिँ कन्स्टिपेसन, पेट फुले जस्तो हुने, पेट भारी भए जस्तो हुने, दिशा चाहिँ गोटा परे जस्तो हुने, टाइममा ननिक्रे जस्तो हुने पनि हुन सक्दछ। अर्को सिम्पटम भनेको पेन हो। बिरामीलाई सुरुवाती अवस्थामा पेन नहुन पनि सक्छ। मैले अगाडि पनि भनिसकेँ, पिआर ब्लिडिङ छ जुन दिशाबाट रगत जान्छ त्यो पेनलेस हुन्छ। बिरामीलाई सुरुवाती अवस्थामा डिस्कम्फर्ट चाहिँ हुनसक्छ तर पेनै भयो भने चाहिँ रोग एडभान्स स्टेजमा गयो कि भनेर हामीले बुझ्नु पनि पर्दछ। सँगसँगै बिरामीलाई अन्य लक्षणहरू पनि देखिन सक्छन्, जस्तै तौल घट्नु, अस्वाभाविक रूपमा बिरामीको तौल घट्यो, भोक लागेन, विकनेस छ, कमजोरी छ, शरीरमा रगतको कमी छ भने यस्तो केसमा चाहिँ रेक्टल कार्सिनोमा अथवा अन्य क्यान्सरहरू पनि भएको हुन सक्दछ। आज मैले हजुरहरु समक्ष ठुलो आन्द्राको लक्षणहरू, विशेष त रेक्टल कार्सिनोमा भयो भने हाम्रो शरीरमा के कस्तो लक्षण देखिन्छ सो विषयमा छलफल गरेँ। मेरो यो छलफलको मुख्य उद्देश्य भनेको यदि हजुरहरु समक्ष यस्तो लक्षणहरू छ भने यो रोगको सुरुवाती अवस्थामै पहिचान गर्न सक्यो भने रोग एडभान्स स्टेजबाट हुनबाट हामी बच्न सकिन्छ र सही उपचार पनि गर्न सकिन्छ। आजको लागि हस्त धन्यवाद।